भन्नुभएको कुरामा मेरो सम्पूर्ण सहमति, त्यसमा कुनै दायाँ बायाँ छैन है। भनेपछि अब यसमा मैले अरू कुरा थपिराख्नु परेन। तर आज एउटै कुरा मैले चाहिँ यहाँ भन्न चाहेको है, हामीसँग एउटा उमा महेश्वर जुन ललितपुर महानगरपालिकाको वडा नम्बर 16 पटुको स्थित उमा महेश्वरको मूर्ति चोरी भएको थियो। त्यो फिर्ता ल्याउँदाखेरिको एउटा राम्रो हाम्रो बेस्ट प्र्याक्टिस असल अभ्यास हुँदछ। त्यो असल अभ्यासमा चाहिँ मैले यहाँ अलिकति यहाँहरू समक्ष मैले ध्यान आकर्षण मात्र गर्न चाहन्छु। यी मूर्तिहरू हामी नेवार जातिको एका बिहानै उठ्न साथै लाछी होस् या मुख्य धार्मिक मठ मन्दिर शिवालय देवालयतिर हामी गएर पूजा पाठ गरेर हामी चाहिँ आफ्नो दिनको शुभारम्भ गर्छौँ। यी मूर्तिहरू धोगेर यसको चाहिँ मतलब पाउमा आफ्नो शिर धोगेर हामी चाहिँ दिनचर्या सुरु गर्छौँ। तसर्थ यसको सेन्टिमेन्ट भनेको त्यस अर्थमा बहुत महत्त्वपूर्ण छ। र यो भन्दै गर्दा हामीले उमा महेश्वरको मूर्ति ल्याउँदै गर्दा त्यो बेलामा चाहिँ मैले कान्तिपुरमा एउटा हेडलाइन न्युज निस्क्यो कि यो चाहिँ अमेरिकामा भेट्टायो। तर त्यहाँदेखि नेपाल ल्याउनुको निमित्त एयर फ्रेट तिर्नको निमित्त नेपाल सरकारसँग पैसा छैन, घेवा मरु भन्ने चाहिँ समाचार आयो। आएपछि मैले त्यही बेला त्यो पत्रिका पढेर मैले तपाईँको त्यसको चाहिँ संवाददातालाई फोन गरेँ र मैले उहाँलाई चाहिँ मेरो अफिसमा बोलाएँ। बोलाएर मैले उहाँलाई भने यसमा लाग्ने खर्च पर्छ यु डोन्ट निड टु वरी एट अल, आई टेक रेस्पोन्सिबिलिटी भनेर मैले उहाँलाई भने। भनेपछि उहाँ यति खुसी हुनुभयो कि त्यसको निमित्त चाहिँ एयर फ्रेट 3,250 डलरको चाहिँ एयर फ्रेटको लाग्ने भन्ने कुरा रहेछ। ठिक छ, त्यो चाहिँ हामी ललितपुर महानगरपालिकाले बिहोर्छ भनेर मैले उहाँलाई प्रत्याभूति दिएँ। त्यसपछि मैले यहाँ डिजी साहबसँग कुरा गरेँ र मेरो कन्डिसन के त भन्दाखेरि अघि भने जस्तै यो मूर्ति जहाँबाट चोरी भएको थियो यो मूर्ति लगेर म्युजियममा राखेर म्युजियममा चाहिँ पढेवाले आछी गराएर मूर्ति नै नदेख्ने गरी छोपिने पार्नु हुँदैन। तसर्थ यो मूर्ति एज लङ एज त्यहाँको लोकल मान्छेहरूले जिम्मेवारी वहन गरेर लिएर जान्छ भने दिएर बहाउनुपर्छ। तसर्थ यो अहिले मैले चाहिँ जुन एयर फ्रेटको निमित्त पैसा तिर्छु भनेको जुन मूर्ति छ उमा महेश्वरको, यसमा पनि म्युजियममा राख्ने हो भनेदेखि नो आम नट इन्ट्रेस्टेड होइन, त्यहाँको लोकल मान्छे म लिएर आउँछु उहाँले जिम्मा लिनुभयो भनेदेखि चाहिँ उहाँले दिनुपर्छ भन्ने कुरा राखेपछि लोकल मान्छेहरू पनि उहाँहरू रेडी हुनुभयो र त्यसपछि यो मूर्ति लगेर हामीले पटुकोमा राख्यौँ। र त्योभन्दा अगाडि एउटा अलि राम्रो कुरा चाहिँ के रह्यो भने त्यसको चाहिँ फ्रेट एयर मतलब त्यो करियर सर्भिस प्रोभाइड गर्ने मान्छे ऊ चाहिँ मगा आइपुग्यो युपिएसका है, युपिएस करियर सर्भिसको चाहिँ मुख्य मान्छे मगा आउनुभयो र उहाँले चाहिँ मेयर साहब तपाईँ यसको पैसा तिर्नु पर्दैन हामी स्पोन्सर गर्छौँ भन्नुभयो। बस सो मच बेटर भन्छ, हामीले पैसा तिर्नु परेन, मूर्ति चाहिँ खरेर आइपुग्यो। त्यसपछि यहाँ हामीले विदेशसम्म तपाईँले लिएर गयौँ। लिएर गएर चाहिँ हामीले त्यो चाहिँ केही क्षणको निमित्त हामीले पाटन म्युजियममा राख्यौँ। कारण के त भन्दाखेरि त्यो मूर्तिमा चाहिँ प्राइस ट्याग लागिसकेको थियो। त्यो मूर्तिको प्राइस भनेको $25,000 रहेछ, ट्याग लागिसकेको भनेपछि त्यो त निकै महँगो मूर्ति पऱ्यो। अब पनि फेरि चोरी हुन सक्ने सम्भावना त प्रबल छ। तसर्थ सेक्युरिटी बिफ अप गरौँ, सेक्युरिटी बढाउँ भनेर चाहिँ महानगरपालिकाको तर्फबाट हामीले त्यो जुन मन्दिर छ त्यो मन्दिरमा चाहिँ हामीले सेक्युरिटी बिफ अप गऱ्यौँ, सेक्युरिटी बढायौँ। हामीले के गर्यौँ भन्दाखेरि त्यहाँ चाहिँ बल जबकि ढोका खोल्यो भने साइरन बज्ने नम्बर 1, नम्बर 2 चाहिँ 24 घन्टा त्यहाँ चाहिँ मतलब सिसिटिभीको व्यवस्थापन हामीले गरिसकेपछि ओके ठिक छ। त्यसपछि मूर्ति लगेर त्यहाँ स्थापना गऱ्यौँ र अहिलेसम्म चाहिँ सबै जनता जनार्दन सबै भक्तजनले एका बिहानै त्यो चाहिँ पूजापाठ गर्न पाएको छ र आफ्नो दिनचर्या त्यही मूर्ति धोएर दिनचर्या चाहिँ सुरु भइरहेको छ। यो हो असल अभ्यास। तसर्थ मैले अब यहाँ चाहिँ विशेष अनुरोध गर्न चाहेँ कि यी मूर्तिहरू फिर्ता ल्याइसकेपछि त्यसलाई चाहिँ लगेर म्युजियममा थुपार्ने होइन, त्यो मात्रै होइन, जहाँसम्म त्यहाँको लोकल मान्छेले नै यसलाई पिकअप गर्न आउनुहुन्छ, जिम्मेवारीपूर्वक यसलाई चाहिँ लिन आउनुहुन्छ, उहाँहरूलाई चाहिँ लिएर पठाउनु पर्छ। र उहाँले चाहिँ एउटा नितान्त एउटा चाहिँ उहाँहरू अलिकति सजग हुनुपर्ने कुरा के त भन्दाखेरि अघि भने जस्तै प्राइस ट्याग लागिसकेको हुन्छ र यस कारणले त्यो फेरि पनि चोरी गर्नको निमित्त चाहिँ चोरहरू उत्साहित भइरहेको हुन्छ। त्यो पक्षलाई चाहिँ ह्युडेङ्गम गरेर सेक्युरिटीलाई चाहिँ बिफ अप गरेर
अगाडि बढ्यो भने फरक पर्दैन। तसर्थ मेरो विनम्र अनुरोध, जहाँसम्म यी मूर्तिहरू आफ्नो टोल छिमेक र यसको चाहिँ मतलब गुठी गानाका व्यक्तिहरूले विदेशसम्म तौल लिन आउँछ, म्युजियममा चाहिँ नपठाइदिनुहोस्। तसर्थ पनि आज हामी यो मूर्ति चाहिँ हामी पाटन लाँदैछौँ र पाटन म्युजियममा चाहिँ हामी केही क्षण मात्रै राख्छौँ र विजयजीहरू फर्किनुभन्दा अगाडि नै त्यहाँ हामीले चाहिँ चाहिने किसिमको के चाहिन्छ त्यसको चाहिँ व्यवस्थापन गरेर यो मूर्ति त्यहाँ स्थापना गरेर मात्रै विजयजी जानुहुन्छ भन्ने कुरा पनि मैले सुनेको छु। तसर्थ देखादेखा है त विजयजी। ल अब यो यति कुरा भनिसकेपछि आलिया माननीय मन्त्रीज्यूको समुपस्थितिमा म एउटा कुरा चाहिँ राख्न चाहेँ। म आजभन्दा 2.5 वर्ष अगाडि म चाहिँ फ्रान्स गएको थिएँ। फ्रान्सको चाहिँ मेयरहरूको निम्तोमा म त्यहाँ गएँ र त्यहाँको एउटा म्युजियम, त्यसको नाम चाहिँ फ्रेन्च नाम चाहिँ मलाई आएन, त्यो म्युजियममा चाहिँ मलाई लगेर देखाइयो। त्यहाँ चाहिँ एउटा नेपाल कक्ष भनेर राखिएको छ। त्यो नेपाल कक्षमा चाहिँ मूर्तिहरू तनातन छ, नेपालको थुप्रै छ। त्यो मध्येमा चाहिँ 3टा मूर्ति चाहिँ स्टोलन इमेज अफ नेपाल लाइमसिंह बाङ्देले लेख्नुभयो। यसमा रहेको चाहिँ 3टा मूर्ति रहेछ। त्यो मध्ये एउटा चाहिँ हाम्रो चासनको अनि 2टा चाहिँ भक्तपुरको रहेछ। अनि मैले चाहिँ उहाँलाई भने यसको हामीले फिर्ता लानुको निम्ति के छ, प्रोसेस के छ भनेर बुझ्दाखेरि मलाई त्यहाँ निम्तो गर्ने व्यक्तिहरूमध्ये 3 जना त्यहाँको लोकल माननीयहरू रहेछ। अनि माननीयहरूसँग पनि मैले बैठक गरेँ। गर्दाखेरि फ्रान्सको र अन्य मुलुकहरूको चाहिँ मूर्तिहरू फिर्ता दिने, रिप्याट्रिएट गर्ने चाहिँ सिस्टम फरक रहेछ। अन्य मुलुकहरूमा चाहिँ भर्खर हाम्रो डिजी म्यामले भने जस्तै ओरिजिन कन्फर्म हुनु पर्यो, हराएको भन्ने कुरा पनि कन्फर्म हुनु पर्यो, त्यो चाहिँ सहज रूपमा चाहिँ फिर्ता आउँदो रहेछ। तर फ्रान्समा चाहिँ त्यस्तो रहेनछ। सबै कुरा ओके भइसक्दाखेरि पनि त्यहाँको पार्लियामेन्टले, त्यहाँको संसदले चाहिँ